shake it 1 2 3 अम्मा यतिको त मोडलको मात्रै हुन्छ नि त त्यो पदरै छैन त यो नेपालमा त मोडलको यार अम्मा केही छैन त मोडल यार मोडल त सिक्यो केही छैन मोडल प्रतियोगिता पो हुँदैछ त यतिको प्लेटफर्म चाहिँ हुनु पर्यो जित्नलाई 1 लाख अरे यतिको चाहिँ यो चाहिँ हाम्रै लागि हामी मोडलको लागि हो होइन यो चाहिँ कसैले कता पैसा दिएको छैन ओइ माने ओइ पढ्किन मोडल प्रतियोगिता हुँदैछ अरे त नि त ओइ माने सुन ओइ ओइ कहाँ आएको तपाईँ त्यहाँ मेरो काम छ भैँसी उयो गर्ने मुला हेर्न मैले जित्छु न मोडल प्रतियोगिता हुँदैछ अरे नि हेर्न हामीलाई नसुनाएको मुला भन ओइ हो जति जेसी गऱ्यो भने मोडल प्रतियोगिता म्यान अफ द म्याच पाउने चाहिँ मै हो कुलित त जित्छ तैँले म हुँदा हुँदै कस्तो कुराहरू तेरो अर्डर हेर्न मोडलमा त कहिले मेरा त म्याच पाउँछ तैँले मोडलमा यस्तै हुन्छ म्यान अफ द म्याच के पाउँछ हेर्दा नि तपाईँहरू कस्तो होला होइन जति जे गरे नि मै हो जित्ने तिमीहरू त आशे नगर ए अर्ग्यानिक हो नि त मोडलमा यहाँको जानिस् कहिले मसँग नआइज है मसँग नआइज केटा होइन तखनी कुरा भन्छ र जेसीबी भर कि यसपालिको मोडल प्रतियोगिता चाहिँ मै जित्छु एकताल मुर्त किन हौ जित्ने मै हो जित्छस् अर्ग्यानिक मोडलको जित्दो रहेछ ड्यामो हेर्छस् ड्यामो म जित्छु केटा हेर्न टुल्के त कहाँ गयो टुल्केको चाहिँ चिक्ने कुरा नगर न अहिले मैले कस्तो त्यो त हामीलाई थाहै हुँदैन क्या सरकारी त्यो हो त त्यसको कुरा चाहिँ नगर है त्यो मोडल प्रतियोगिताको कुरा नगर यो त सहरबाट सिकेर पो आएको छ त मोडल प्रतियोगिता नभने मैले पो लगाएर बस्छ म जित्नु पनि कहाँ हुन्छ जित्छ मासला काठमाडौँमा पिच रोडमा हिँड्ने बानी मलाई यो अलि हिँड्नु परेको छ ओइ माने नि यो मानेर कत्ले हो र यहाँ के छ केटा हो एकदम डिसो सहर गएर सिकेर आयो क्या मुला के सिकिसक्यो के सिकिसक्यो भने केही छैन यतातिर के छ र त सहरबाट आएको मोडल हामी अर्ग्यानिक अनि कहाँ तर जे भए पनि यसले सर सिकेन जिते त म हेर्छु के जित्छ हौ यसले म सुनिसक्यो म थाहा पनि छ तिमीले मैले जित्ने हो जित्ने मै हो क्या भाइ मोडल त होइन त मोडल गर्ने मान्छे जस्तो छ म जित्ने मै हो क्या तिमीहरू जति सुकै खोके पनि सहरमा सिकेर आएको छु म हेरिराख्न हाम्रो अर्ग्यानिक देखाइदिएन हो मोडल प्रतियोगितामा होइन यस्तो फोटोग्राफरहरूको यस्तो फोटो खिच्न आउने अरे तिनीहरूलाई कल गर्नुपर्छ हौ अनि आफ्नो पैसा पोस्ट देखाइदिने नि फेरि के छ गर्नु तर जित्ने चाहिँ मै जितिस म हो भाइ फोन गर लाग्यो यस्तै गर्छ क्या यसले हेलो फोटोग्राफर होइन चिन्नेस् क्या टल्के दादालाई हामी मोडल कम्पिटिसनको फोटो खिच्ने होइन त ल वाट्सएपमा हालिदिएको छु लोकेसन आइज है ल म आएँ काम पनि गर्नु छ अर्काको थर्काइ नि खानु पनि बिना बित्थाको काम लिएछ त चाहिँ के हो मोडल हान्ने यस्तो अनाउँछ यसलाई सम्झानु हौ मोडललाई हेर्न यसलाई हेर्दाखेरि फोटोग्राफर कहिले आउँछ अब भोलि अब भरे आउँछ टाइम छैन भैँसी चरन जानुपर्ने छ गोठालोलाई चाहिँ टाइम हुँदैन नभन त्यति साह्रो नि भर जितेन म भाइ जित्ने मै हो क्या जित्ने मै हो जित्ने दिमा र प्राइज पाउने म तपाईँहरू मोडल नै हो अनि के मोडल गर्ने मान्छे हो त सब हेरेर थाहा छैन क्या उठेर दिउँ क्या सिकान्छ मोडलको अहिलेको फेसन हो नि यो दौरा सुरुवालमा हुनुपर्ने हो क्या हो दौरा सुरुवालमा हुनु मोडलहरू दौरा सुरुवालमा हुन्छ सुरुमा नाम टिपौँ नाम पो ल मानबहादुर सबै भन है पुरै नाम भन मानबहादुर राई सबैको भन
मेरो मन भन तेरो आफै भन्न ए भन्न छिटो भन न नबाज यार यहाँ तुल्के टुल्के बहादुर सिंह राई तुल्के बहादुर कतिवटा सिंह छ ओ मेरो भन्नु यसको नाम भन्नु कत्ले कत्ले के जिउमा कत्लै कत्ला छ नाम कत्ले नभन्नु त्यस्तो भएर जित्ने म कत्ले के भन्छ अहिले कत्ले गुरुङ कत्ले गुरु एउटा फोटो दिनु ल एउटा अब कतिवटा जान्छ के कतिवटा भन्छ यसले तँलाई त्यतिकै बोलाएको भनेको सिंगल सिङ्गल हुँदैन हाम्रो एक्लै बस्छ तिमीहरू एकछिन यता जाऊ न क्यामेराम्यान त डाउट लाग्यो जता पनि जान्छौँ नि यहाँ जाऊ न एकछिन सिंगल खिच्नु यता यता ल ल खोइ पोज दियो ल क्यामेराम्यान यता क्यामेराम्यान क्यामेराम्यान जान त नि एउटा मोडल आउनै पाएछ नि दादा तिमीले किन खिच्दिनु हुने ल बस न त तिमीलाई पर्खेर बस्ने गाह्रो किन ढिलो गरेको ल बस त डोकदरी मोडलमा हुनुपर्ने यो छान्नु पर्नेलाई मादल त छैन त हौ। यस्तो पाखेले दिन्छ त जित्दैन म यही मिला जित्ने मै हो म ए जित्ने म मलाई ए ल भाइ ल ल भयो भोलि प्रतियोगितामा भेट्नु ल भोलि भेटौँ भोलि जित्नु म ए हेर्ने भयो हेर सम्झाइदिएन जित्ने भाइ तिमी जाऊ ल किन बसिरहेको जाऊ न तिमी हुन्छ दादा भोलि आउँछु ल ल ल ल भोलिपल्ट को आयो फेरि को पाख्यो ए पाखे के भन्नुभएको ए भाइ तिमीहरू आयो लु यहाँ बस्दै गर ल यहाँ भित्र नामहरू हेर्दै छ कि अहिले बोलाउँछु म बस्दै गर ल 1 लाख चाहिँ ठिक पार्नु न 1 लाखको बिटा गर्दै गर है गर्दै गर ल पाखेलाई बराबर चाहिँ के भन्छ हौ यहाँ ए यो छ नि यो नामको यो हो कि यो मान्छे यो हो यो मान्छे यो नामको यो हो ए भाइको यो भाइको बोलाउन ए बस ल बोलाउँ म बोलाउँछु ल बोलाउनु सुरु गर्नुहोस् त ओ मानबहादुर राई 1 लाख ए सम्झाउने के भयो भने तिमी नि हो मानबहादुर अलिक सम्मान गर है भाइ चल हो यो मानबहादुर राई भनेको भिडियो भाइ हो मानबहादुर ल यस्तो हुन्छ भाइ यस्तो मोडल हुन्छ त्यही क्या हो यस्तो मोडल हुन्छ आगे त्यस्तै छ कहाँबाट लिएर आउँछु टिपेर त्यस्तो नि हुन्छ डिसिजन गर्नुपर्छ हेर त ऊ भाइको हेर त हतारमा आएको जस्तो हेर त ऊ जुत्ता चप्पल हेर त जुत्ता र चप्पल पो लगाएर आइरहेको छ यस्तो पनि मोडल हुन्छ कहीँ अर्ग्यानिक हो नि त सर ए त्यस्तो हुँदैन हुँदैन बाहिर पठाऊ बाहिर भोलि आउला अर्कोचोटि भाइले गर्दा नि बनाउँछु यो भाइ बनाउँदै ल्याएर नि त यस्ता महँगो मोडल ल्याएर रिजेक्ट पो अरे भाइ अर्कोलाई बोलाउनु अर्कोले बोलाऊ अलिक राम्रो त गर्नु पर्छ त्यो यार रिजेक्ट गरिदियो यार यस्तो के हो तँलाई त्यो नि के बरबर आउँछ रिजेक्ट गरिदियो अनाथ गर्नु पर्यो नि तँलाई सिलेक्ट गर्नलाई त ए महँगो यसलाई 1 नम्बरमा त त्यो जज कि सजको त अनुहारै मर्डर गर्ने खालको छ नि दाजुले जित्नु भयो कि क्या हो होला न लोकदरी मोडल हाम्रो मेरो नम्बर आइरह म गएको ल राजा रामरे ओभर स्टिक छ है खोइ गरेको होला एक लाख रुपियाँ क्यास दिने चेक दिनु तपाईँ के हो भाइ उ यहाँ बस न दिनु भएको छैन त अरे जिते न अनि हामीले हेर्छ नि त जिते मैले हैन क्यास दिने चेक दिनु भाइको के हो कस्तो कस्तो मान्छे हो भाइ यार एउटा डिसिप्लिन हुनुपर्ने एउटा तपाईको यो मोडलमा डिसिप्लिन एउटै छैन पैसा लिएर हुन्छ डिसिजन गरिदिने यस्तै रिटर्न लिएर हुन्छ यसलाई निकाल्दैन निकाल्नु त भाइ अर्को ल भाइ अर्को बढ्या अर्को जति लुकेको प्रतिभाहरू पनि नदेख्ने उसलाई यस्तो जज एङ्करहरू कुडी हो तँलाई चाहिँ ए थाहा नि उसलाई लुकेको प्रतिभा नदेख्ने एङ्करहरू पर्नु पर्यो नि त मुला मोडल हुन्छ अब भाइ यस्तो पागल हुन्छ दाजुलाई चाहिँ सेलेक्ट गरे कि के हो चुप राखे पाके खुले त्यसैलाई गर सेलेक्ट कहाँ गर्छ त अनुहार हुनु पर्यो कत्ले गुरुङ
को आयो है फेरि यार नुहाउँदै गरेको मान्छे को लिएर आएछ यस्तो पनि हुन्छ फेरि यार फेरि कहाँ नुहाउँदै गरेको मान्छे कत्लै पुगेर आएछ हेर त फेरि यार यस्तो छोरी मान्छेले के गरिदिन्छ यस्तो हुँदैन यस्तो हुँदैन यसलाई रिजन है ए अर्को ल भाइ जाऊ अर्को पालि चाहिँ भाइ नुहाएर मजाले नुहाएर आऊ त्यो नुहाउँदैन भाइर नआउने नुहाएको थियो भने नुहाउनु साबुन पनि दिएन चन्दन सिंह हजुर बेलुन छ केटा दाजु नमस्ते भित्रै हो सर नमस्ते यो फोटो छ यो भाइ साह्रै अनुशासित चाहिँ एकदमै अनुशासित रहेछ यस्तै मान्छे खोज्यो यसलाई सिलेक्ट गरिदिने एकदमै यस्तै मान्छे खोजेको थियो क्या यसलाई सिलेक्ट गरिदिउँ यस्तोलाई पो लिनुपर्छ त भाइ यस्तोलाई बल्ल भेटेँ कि त्यो एउटा ल यसलाई सिलेक्ट गर्नु ल त्यो भनेर चाहिँ इन्टरनेसनलको हुन्छ यो भाइ इन्टरनेसनल मोडल बनाउनुपर्छ ल भाइले एनाउन्स गरिदिउँ ल त्यसो गर्नु ल भाइ तिमी धेरै लकी रहेछौ हजुर हो तिमीले चाहिँ यो अवार्ड जित्यौ ल आज तिमीलाई के पुरस्कार लिएर जाने अझै नि दाजु केमा दिनुहुन्छ चेकमा दिनु भने कि क्यास केमा लाने भन नि त चेकै लान्छ चेक लानु नि त ल चेक खै यहाँ छ साइन हालिदिउँ खै कतिले त ल ल ल अब यसरी प्रगति गर्दै जानु ल हुन्छ सर नमस्ते सर जितियो भरे आउनु ल जित्यो भाइ जित्यो नि दाजुजी हेर्नु त खोइ हेर्नु त एक महिना पछि यार मोडल पनि हालिहाल्यो उहाँ पर हाम्रो चोकमा फेरिमा सिकाउँदैछ अरे मोडल फेरिमा त फेरिमा त जे पनि गर्छु म यसलाई सिकाउने स्टुडेन्टले कस्तो हुन्छ यो सर सिक्नु भन्दा त बरु मोडलले छोड्नु सिकाउँछु ल हेलो गाइज वी आर फोर स्क्वाड तपाईँहरूले हाम्रो यो भिडियो हेरिसक्नु भएको छ भने पक्कै पनि लाइक कमेन्ट सेयर त गरिसक्नु भएको छ होला उतै पनि भन्नु के हो हाम्रो च्यानल सब्सक्राइब पनि गरिदिनु होला बेल आइकन पनि अलमा दबाएर नबजाइदिनु होला ल थ्याङ्क यू गाइज